त्यस्तै गरेर प्रमुख अतिथि आदरणीय नगर प्रमुखज्यू लगायत मैले चाहिँ यो लामो समय जाने भयो भनेर मैले अलिक सर्टकटमा गर्न चाहेँ। मैले एकमुष्टमा सबैजना अतिथिवर्ग अनि यतापट्टि सहभागी लगायत प्रशिक्षकज्यू सबैजनामा मेरो एकमुष्ट नमस्कार छ। यो धेरै लामो भाषण गर्नुपर्ने आवश्यक मलाई छैन। हिजो मैले दिउँसो पनि मैले 1.5 घन्टा बसेर यहाँ भइराखेको गतिविधिलाई मैले अवलोकन गरेँ। अनुगमन भन्दा पनि अवलोकन यहाँ सँगसँगै बसेर गर्ने मौका पाएँ। सोचेको भन्दा साँच्चै भिन्न, ठाकुर सरले अघि भन्नुभएको जस्तै एकदमै सोचेको भन्दा भिन्न पाइयो। अलिकति बोल्ने पनि मौका मैले हिजो पाएको थिएँ। अब त्यहाँ धेरै कुरा दोहोऱ्याउनु छैन। यो विशेष गरी 1-2वटा कुरामा चाहिँ हामीले ध्यान दिनुपर्ने कुरा के छ भन्दाखेरि आधार भनेको जहिले पनि बलियो हुनुपर्छ, जेसुकै चिजको पनि। यो शिक्षाको सबैभन्दा महत्त्वपूर्ण आधारशिला हो। यो सुरुवात बिन्दु नै अहिले यो पूर्व प्राथमिक ECD एलिमेन्ट्री चाइल्ड डेभलपमेन्ट भन्छौँ, जुन प्रारम्भिक बाल विकास भनेर हामीले 1 वर्षको जुन दिइरहेका हुन्छौँ, यो चाहिँ एकदमै पढाइमा तगडा बनाउने, किताब भोगाउने, सबै चिज सिकाउने भन्दा पनि विद्यालय जान बानी गराउने, घरमा बुवा आमाको काख छोडेर छुटाएर स्कुल लगेर उसलाई बानी गराउने एउटा उद्देश्य छ यसको। अर्को भनेको लर्निङ बाई डुइङ, गर्दै सिक्ने कुरा छ। सामग्रीका माध्यमबाट, ठोस वस्तुका माध्यमबाट, सामग्रीका माध्यमबाट चाहिँ सामान्य केही धारणा उसलाई बसाउन सक्यो भने त्यो ठुलो कुरा हो। भोकेर बोर्डमा लेखेर सिकाएको कुरा भन्दा उसले गर्दै हेर्दै सामान चलाउँदै सिकेको कुरा चाहिँ दीर्घकालीन हुन्छ, स्थायी हुन्छ भन्ने अवधारणाबाट यो आएको छ। विभिन्न वैज्ञानिकहरू, यो मनोवैज्ञानिकहरूले, शिक्षाविदहरूले चाहिँ विद्यालयलाई चाहिँ प्रयोगशाला भनिराखेको बेलामा, शिक्षकलाई कलाकार भनिरहेको बेलामा चाहिँ यो अहिले जम्मै चिज गतिविधि हामीले हेरिरहँदाखेरि चाहिँ वास्तवमै विद्यालय एउटा प्रयोगशाला नै हो। त्यहाँ प्रयोग गर्ने हो, विभिन्न सामग्रीमा चल्ने नै हो, नयाँ नयाँ कुरा सिकाउने, इनोभेसन गर्ने नै हो। अनि शिक्षक त वास्तवमा एउटा कलाकारै हो। उसको हातमा चाहिँ एउटा बिग्रेको वाद्यवादन पनि राम्रो धुन निकालेर बज्छ भनेर पढेको हामीले शिक्षामा चाहिँ। हामी त एकदमै कलाकार नै हो। अनि अर्को भनेको व्यक्ति बनाउने मान्छे हो। हामी व्यक्तिको एउटा मान्छेलाई मान्छे हुन लायक बनाउने, भविष्य निर्माण गर्ने भनेको त सानोतिनो चुनौती भएको र जिम्मेवारी भएको मान्छे हामी होइन। हामीले हाम्रो जिम्मेवारीलाई, पदलाई हामीले सानो सम्झिने, हिंताबोध गर्नु हुँदैन। हामीमा समस्याहरू थुप्रै छन्। हाम्रा सबै मान्छेको आफ्नो विभिन्न समस्याहरू होलान्। हामीले पाउनुपर्ने, हुनुपर्ने जति सबै चिज अहिले बेलामा भइसकेको अवस्था होइन। तर पनि जे अवस्थामा छौँ, जहाँ छौँ त्यसैलाई चाहिँ हामीले राम्रो गरेर जानुपर्छ। र अर्को पाटोमा हेर्दाखेरि चाहिँ योभन्दा अगाडि त प्र्याक्टिसहरू के थियो, तर अहिले हेर्दाखेरि चाहिँ एकदमै उत्कृष्ट काम लागेको छ मलाई। हामीसँगै हाम्रै गाउँघरमा, हाम्रै नगरपालिकाभित्र हुनुभएको एकजना हिरालाई पनि अझ म त के भन्छु भने विद्यालयतिर जाँदाखेरि अब म्याडमलाई पनि बोलाउनु पऱ्यो। हामी यो कार्यक्रम विशेष गरी यसमा फोकस गरेर हामी स्कुल जाँदै गर्दाखेरि सुन्दर सामुदायिक सिकाइ केन्द्रका तर्फबाट पित कुमार सर लगायत जीवन सरहरूलाई पनि साथै लिएर, म्याडमलाई पनि लिएर चाहिँ हामीले दिएको तालिम कतिको कार्यान्वयन भइरहेको छ, यो सिप चाहिँ कतिको व्यवहारमा उत्रिराखेको छ, अझै निखारिएर गएको छ कि छैन, त्यो कुरा हामी हेर्दैछौँ। हामी कडाउ गर्न, गाली गर्न आउने होइन कि अझ सहज बनाउनको लागि, अझै सजिलो पारिदिनलाई, यो ढङ्गले जाँदा अझ राम्रो हुन्छ भन्नको लागि हामी आउने पनि छौँ। हामीले यो लो कस्ट हुँदै नो कस्ट, पैसै नलाग्ने सामग्रीतिर हामी जानुपर्ने हो नि त। वास्तवमा शिक्षाको सिद्धान्त पनि त्यही हो। पढ्दाखेरि हामीले पढेको कुरो अहिले व्यवहारमा उत्रेको छ। हामीले सोच्दै नसकेका घरमा हालेका 10 दिनमा हाल्ने सामान चाहिँ यहाँ काम लागेको छ। हामी सबैले पनि देखेको कुरो हो नि, जस्तै खोया देख्ने बित्तिकै आगो बल्छ भनेर। तर यो त सिकाइको कति राम्रो सामग्री रहेछ। एउटा खोयाले कति काम भएको छ, यहाँ लगाएर अरू थुप्रै सामग्रीहरू छन्। त्यस कारणले यो हामीले सिकेको सिप चान्चुने कुरा होइन, एकदमै ठुलो राम्रो कुरा सिकेका छौँ। अर्को कुरा 100% उपस्थिति छ भनेर हाम्रो आदरणीय सर नरोत्तम सरले भनिराख्नु भएको थियो। एकदम 100% उपस्थिति हुनु र सक्रियतापूर्वक सहभागी हुनु भनेको अर्को राम्रो छ। त्यो कुरो त मैले हिजो आफैले हेरेको छु, आज पनि हेरेँ। यो कुरालाई चाहिँ अब हामीले स्कुलमा गएर कन्टिन्यू गर्नुपर्छ। सुरुमा चाहिँ के सिकेर अहिले यो अचम्म दिमाग क्या विभिन्न कुरा खोजेको छ, खोया ल्याएको छ, के गरेको छ, घरका मान्छेले पनि स्कुल जाँदा के बोकेर गयो भन्ने हुनसक्छ। हामीले चाहिँ त्यसलाई प्रस्ट्याउने हो। स्कुलमा पनि त्यो खालको बाटो यो समापन सत्रका सभाध्यक्ष तथा सुन्दर सामुदायिक
सिकाइ केन्द्रका अध्यक्ष आदरणीय कीर्तिमान सर, मञ्च आसीन सम्पूर्ण आदरणीय सरहरू, यो सुन्दर सिकाइ केन्द्रका सचिव जीवन सर लगायत सम्पूर्ण पदाधिकारी, आदरणीय पूर्व सरहरू पनि सबै हुनुहुन्छ। मैले नजिकबाट चिनेको यो तालिमको सहजकर्ताको रूपमा रहनुभएको मैले चाहिँ चिनेको भिना बहिनी, हाम्रो सम्बन्धै त्यस्तै भएको थियो। उहाँले मलाई दाइ भन्ने, मैले बहिनी भन्ने। एउटा टोल विकास संस्थाको अध्यक्ष, अत्यन्त भद्र र एक मृदुभाषी मेरी बहिनी भन्ने अर्थको मात्रै हाम्रो चिन्ता थियो। अब उहाँले चाहिँ गुनासो गर्न पनि किन पाउनुहुन्न भने यति राम्रो सम्बन्ध भएकोमा यो विषयसँग जोडिएर आफ्नो विज्ञता दक्षतालाई यहाँ बाँड्ने सन्दर्भमा चाहिँ कुरै भएन छ कहिले पनि। तर कहाँ लुक्छ र होइन, ज्ञान भएको मान्छेको त्यो ज्ञान सिप रुखको रहेछ। आज प्रकट हुनुभयो भिमा बहिनी लगायत यहाँ सहभागी सम्पूर्ण म्याडमहरू सबैलाई मेरो हार्दिक नमस्कार। हजुर अस्ति देख्दै कीर्तिमान सरले मलाई भन्दै हुनुहुन्थ्यो, त्यो दिन मैले खासै केही भनेन, म हिँडिहालेँ। अब तपाईँले चाहिँ धेरै चिज लुकाउनु भएको छ, हामीलाई चाहिँ कस्तुरी नै बनाउनु भएको छ होइन। आफैसँग छ बिन्दा, तर उसले चाहिँ लेख बेसी धेरै कुद्छ गल्छ, अन्तिममा मर्न पनि सक्छ नि त। बहिनीले हामीलाई चाहिँ त्यही के अरे कस्तुरी नै बनाउनु भएको छ। खै जे होस्, अहिले उजागर भएको छ, कस्तुरी फेला पार्दैछौँ। बहिनीलाई धेरै धेरै धन्यवाद। सबैले मुक्त कण्ठले प्रशंसा गर्नुभएको छ। सुन्दर रहेछ, भाग्यमानी नै छ कि भन्ने जस्तो पनि लाग्छ। यस्ता यस्ता जनशक्ति चाहिँ अहिले हामीसँग चाहिँ लुकेर भए पनि बस्नु भएको छ क्या। मुलुकका जुनसुकै ठाउँमा जाँदा पनि एउटा न एउटा भेटिन्छ सर। अहिले ब्युरोक्रेसीमा पनि मेरो घर त सुन्दर रहेछ हो नि भन्ने मान्छे धेरै ठाउँमा भेटिन्छ। काहीँ प्रहरीको कार्यालय प्रमुख भेट्छु, काहीँ चाहिँ राष्ट्रिय अनुसन्धानको भेटिन्छ, काहीँ सिडिओ भेटिन्छ, काहीँ अर्को अरू खालका मान्छेहरू पनि प्रशस्त भेटिन्छ। मैले यसो जाँदाखेरि अहिले चाहिँ हामीले खुसी लाग्ने विषय पनि हो। कम्तीमा यो देशका ब्युरोक्राट्सहरू, इन्टलेक्चुअल्सहरू चाहिँ हाम्रो ठाउँलाई रोजिरहेछन्, बसोबासको केन्द्रको रूपमा आइराख्नु भएको छ। यो एउटा राम्रो विषय पनि हो। अब यो सिकाइको बारेमा, तालिमको बारेमा सबै चिज यहाँ डे टु डे रहने हाम्रो ठाकुर सरले पनि मुक्त कण्ठले प्रशंसा गर्नुभएको छ। हाम्रो सामाजिक विकास शाखाको प्रमुख जसले शिक्षालाई पनि उहाँले पनि नेतृत्व गरिराख्नुभएको छ, त्यतिले पनि त्यही भन्नुहुन्छ, सहभागीहरूले पनि त्यही भन्नुभएको छ। भनेपछि यो सिकाइ, यो बसाइ, यो गर्मी भए पनि ठुलै भयो जस्तो मैले चाहिँ अनुभूति गरेँ। कोही पनि त्यति निराश र अल्छे जस्तो देखिनु भएको छैन। अघि पनि म एउटा तालिमै गराएको थिएँ होइन, त्यहाँ पनि सबै हँसिलो हुनुहुन्थ्यो, यहाँ पनि त्यस्तै हुनुहुन्छ। भनेपछि यसले चाहिँ केही प्राप्त गऱ्यौँ भन्ने नै अनुभूति गर्नुभएको होला भन्ने मैले महसुस गरेको छु। र नरोत्तम सरले भनेको कुरा चाहिँ म पटक पटक भनिरहन्थेँ क्या। अस्ति पनि मैले भनेरै गएको हो। वास्तवमा शिक्षा क्षेत्रमा लाग्ने मान्छेहरू, स्वास्थ्य कर्मीहरू र समाजको काम गर्छु भनेर अगाडि सर्नेहरू र हामी जस्ता जनप्रतिनिधिहरू, हामी बेमान भयौँ भने चाहिँ दुनियाँ सकिन्छ। बरु म बेमान भयो भने केही बिग्रिँदैन, 5 वर्षहरू नभए बिग्रिने हो, केही फरक पर्छ। मैले अस्ति पनि यही भनेँ। तर तपाईँहरूले चाहिँ लत्तो छोडिदिनु हो भने चाहिँ समाज नै कोल्याप्स हुन्छ। हेर्नुहोस्, त्यसले गर्दा उहाँले भन्दै हुन्थ्यो नि, जागिरे बढी ठान्ने कुरालाई छोड्नुपर्छ कि के भन्दै हुनुहुन्थ्यो। ठान्नु पनि भएको छैन वास्तवमा, तपाईँहरू जागिरे पनि होइन। अब त्यो कुरा हामीले बुझेकै छौँ। र बाल मनोविज्ञानसँग कसरी खेल्ने भन्ने सन्दर्भमा यहाँ हेर्दै धेरै चिज चाहिँ सिक्यौँ भन्ने अनुभूति हुन्छ। मलाई जीवन सरले भन्दै हुन्थ्यो, अस्ति समापनमा उपमेयरजित आउनुभयो। तर हामीले जे जस्ता सन्दर्भ सामग्रीहरू, शैक्षिक सामग्रीहरूको चाहिँ व्यवस्थापन गरेका थियौँ अथवा उहाँहरूले तयारी गर्नुभएको थियो, त्यसलाई चाहिँ यसरी मैले जसरी हेर्ने गरी चाहिँ आइपुग्नु भएन। सबैले अब छोड्न पनि
भोलि प्रयोग हुन्छ लोभै लाग्ने छोड्न दिनु पनि भएको छैन नि त हामीले पनि। सबैले चाहिँ आफ्नो उठाएर चाहिँ ब्यागमा चाहिँ सुरक्षित गरिसकेपछि आउनुभयो। उहाँले जति त्यहाँबाट महसुस गर्नुहुन्थ्यो त्यति गर्न सक्नु भएन। तपाईँ आउने भयो भने चाहिँ 4:30 चाहिँ कट्नु हुँदैन भन्नुभएको थियो। मैले वास्तवमै एकदम उहाँको कार्यक्रम नसुनिकनै बिदा भएर आएको, छुट्याएर आएको। म एकदमै खुसी पनि लाग्यो, प्रभावित पनि भएँ होइन। हुन त म कहिले पनि कक्षाको ठाउँ बसेको छुइनँ, पढाएको पनि छुइनँ, जागिर पनि खाएको छुइनँ। सानैदेखि पृथ्वीकुमार सरहरूले सङ्गतले गफाली बनाइदिनु भयो होइन। अहिले पनि यहाँ तपाईँहरूको बिचमा पनि गफ गर्ने नै मान्छेको रूपमा यहाँ खडा छु। तर यो सिकाइले चाहिँ धेरै चिज तपाईँहरूले बुझ्ने र यो चाहिँ आज सिकेको यो तालिमबाट जे तपाईँहरूले लिनुभयो त्यो चाहिँ तपाईँहरूको दिमागमा पनि ड्युरेबल हुन्छ, लङ लाइफ रहन्छ मेमोरीमा भन्ने म विश्वास गर्छु। किनभने आफैले छोडेपछि अनुभूति गरेपछि चाहिँ बिर्सिँदैन। भोकेको कुरा गाह्रो हुन्छ होइन। मुक्तिनाथ कुन जिल्ला भन्दा म झुक्किने क्या सर, अस्तिसम्म पनि झुक्किने। अस्ति एकताले सुत्तै भागेर मुक्तिनाथ दर्शन गरेर आएँ कि अब मुस्ताक भन्न बिर्सिँदै रियल भने। नभएदेखि त्यो मबाट आएका चाहिँ जिल्ला चाहिँ पश्चिमतिर कुन कुन छन् नि, त्यता होला मुगु हो कि मुस्ताङ हो कि अर्को हो कि कन्फ्युज भइरहेको छ क्या। पढेकै हो नि त, बुझेकै हो, तर पनि कन्फ्युज हुने। अब तपाईँहरूले पनि मेरो दिमाग जस्तै त सबैको होइन। यो सबै छोडेपछि चाहिँ यो चाहिँ दिगो हुन्छ। अनि हाम्रो दिमागमा बसेपछि बालविद्यालयमा त्यसै ट्रान्सफर हुँदै नै भयो, जाने नै भयो, सिकाइने उपलब्धि चाहिँ बढ्ने नै भयो। यो कुरामा चाहिँ सबै लाग्नुहुन्छ भन्ने मैले अनुभूति गरेँ। जहाँसम्म यो तालिम थोरै पैसाले वास्तवमा राम्रै व्यवस्थापन भएको तपाईँ हामी सबैले अनुभूति गरेका छौँ। अस्ति उद्घाटनमा थिएँ, पहिलो लटमा, आज समापनमा छु। उहाँहरूको बसाइ सुरुको दिनको अनुभूति उहाँहरूको हेर्ने, बिदाईको दिनको तपाईँहरूको हेर्दाखेरि चाहिँ यो उपयोगी नै भएको मैले चाहिँ महसुस गरेको छु होइन। अब यो चाहिँ कस्तो हो भने अब हामी चाहिँ व्यापारी जस्ता मान्छे हौँ क्या तपाईँ हामी चाहिँ नि। अब यहाँ सिकेको चाहिँ स्टोर गर्छु भनौँ भने त डुबिहाल्यो। यसलाई चाहिँ बेचिराख्छु, नयाँ ल्याइराख्छु भन्ने चाहिँ दिमाग बनायो भनेदेखि चाहिँ बालबालिकाहरूले पनि त्यही ढङ्गले धेरै लिने सिक्ने अवसर पाउँछन् होइन। यसलाई चाहिँ तपाईँहरूले धेरैभन्दा धेरै खर्च गरेर पुँजी चाहिँ आफ्नो दिमागमा चाहिँ पुँजीकृत गर्नु पऱ्यो, बढाउनु पऱ्यो। त्यसको लागि तपाईँहरू तयारै हुनुहुन्छ। यसमा पनि यो सका भनेपछि चाहिँ महिला नै भन्ने केही व्यवस्था छ सर, कानुन नै मैले ठ्याक्कै चाहिँ हेरेको छैन। सबैले के थियो र व्यवस्थित रूपमा हामी अगाडि बढ्दैछौँ, अलिअलि रूपमा व्यवस्थित अगाडि बढ्दैछौँ भन्ने ठान्ने र अब हामीले तपाईँको मात्रै गरेको एउटा टोकनको रूपमा तपाईँले यातायात खर्च दिने भनेको सामान्य कुरा हो। प्रमाणपत्र दिन्छौँ, यो प्रमाणपत्र तपाईँको लागि महत्त्वपूर्ण कुरा हो। प्रमाणपत्रले भोलि तपाईँलाई अन्य ठाउँहरूमा काम दिन्छ, त्यसको महत्त्व धेरै रहनेछ भन्दै यो आजको दोस्रो लटको अन्तिम सत्र के अरे सिकाइ केन्द्रका साथीहरू र के अरे अतिथि सबैलाई धन्यवाद दिँदै के अरे चाहिँ मेरो भनाइ यही छु। धन्यवाद। धन्यवाद अध्यक्षज्यू। अब तपाईहरुसँग तालिमको क्रममा साथमा रहेका कैची स्केल अनि अब हामी तपाईहरुलाई प्रमाणपत्र वितरण गर्छौं।